साथीहरू, म सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको भजनीमा यो हुलाकी सडक खण्ड अन्तर्गत अहिले भजनीमा छु। हेर्नुहोस् है, यो भजनी भन्ने ठाउँ एकदम सुन्दर र एकदम राम्रो ठाउँ छ। हेर्नुहोस्, र हाम्रो मुख्य कुरा मैले यहाँ के खिच्न खोजेको भनेपछि हेर्नुहोस्, आज चाहिँ 2081 साल चैत्र 29 गते है। यो बेमौसमी खेती, यहाँ हेर्नुहोस्, धानको बेमौसमी खेती, चैते धानको खेती कति राम्रो कति सुन्दर तरिकाले गरिएको छ। हेर्नुहोस् त, यसमा सरकारको ध्यान जानुपर्छ कि पर्दैन हैन। अनि यो हेर्नुहोस्, ठाउँ ठाउँमा प्लटिङ गरेर त्यो कङ्क्रिट जन्ने सामग्रीहरू बनाएर कङ्क्रिटहरू गरेर हेर्नुहोस् त, भोलिको दिन सरकारले के मान्छेलाई के खुवाउँछ? कङ्क्रिटै खुवाउने हो र? कङ्क्रिटले पेट भर्ने। अनि कृषकहरूलाई नगर्ने, प्रोत्साहन नगर्ने। हेर्नुहोस् त, कति मेहनत गरेका छन् हाम्रो किसान दाजुभाइहरूले बेमौसममा, कति मेहनत गरेका छन्। हेर्नुहोस् कस्तो राम्रो तरिकाले। हेर्नुहोस् है, म हजुरहरूलाई एकचोटि यो दृश्य राम्रोसँग देखाउँछु। हेर्नुहोस्, धानले खेतबारीहरू एकदम हराभरा छन्। हेर्नुहोस् है, कति मेहनत लाग्छ यसरी बेमौसमी गर्न, उत्पादन गर्न। त्यो तपाईँ हामीहरूलाई सबैलाई थाहा होला। हामीहरू सबैजना किसान वर्गबाटै नै हौँ।